हेलो हाई दर्शक नमस्ते अनि वेलकम छ सम्पूर्ण मेरो साथीहरूलाई। आज चाहिँ म बहरेनको बिचमा बहरेनको यो समुद्र किनारमा गएर आज धेरै गर्मी भएर म शीतल हुन जाँदैछु। के कस्तो त्यहाँको अवस्था छ, त्यहाँनिरको बिचहरू तपाईँलाई स्विमिङ गरेको यताउता गरेको म तपाईँलाई सबै खिचेर पठाउँछु। मेरै साथ रहनु होला है त। ल अब साथीहरू, म चाहिँ साह्रै गर्मी भएर यो बहरेनमा 45 डिग्रीको गर्मी भएर चाहिँ म अब समुद्रमा पौडी खेल्न जाँदैछु। अब त्यहाँनिर के कस्तो खालको हुन्छ त्यहाँको वातावरण, त्यहाँको अवस्था तपाईँलाई म अवश्य पनि त्यहाँको अवलोकन गराउँछु। त्यहाँको अवस्था मसँग रहनु होला साथीहरू। अब गर्मीमा समुद्र जाने भनेको अब चिसो त पिउनु पर्यो, हल्का कोल्ड ड्रिङ्क्सहरू पानीहरू। त्यसैको लागि चाहिँ अब यहाँबाट किनेर लगेर पनि त्यो एकछिनमा तातो भइहाल्छ। निकै गर्मी छ। त्यो आइस बक्स भन्छ, त्यो एउटा सानो त्यो किनेर म लाँदैछु र त्यहाँभित्र आइस अनि कोका कोलाहरू, कोल्ड ड्रिङ्क्सहरू, पानीहरू हालेर लान्छु मैले साथी। साथीहरू, मैले चाहिँ यो खालको आइस बक्स किनिसकेको छु, सानो चिटिक्क परेको। यसमै चाहिँ अब चिसो कोल्ड ड्रिङ्क्स पानी हालेर लान्छु। Your smile lit up like a sunrise glow, touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. ल साथीहरू, म चाहिँ अहिले बिचमा आइसकेको छु। बिच चाहिँ देखिरहनु भएको छ, यो एरिया हो, मजाको छ। यस मजाको चाहिँ खेल्न लागेको। यो चाहिँ आश्री भन्ने ठाउँमा छ यो बहरेनको है। अब के कस्तो खालको तरिकाले पौडी खेल्छु अथवा के कस्तो चाहिँ यहाँको, म अहिले त्यहाँ भित्र गएर पनि देखाउँछु तपाईँहरूलाई। साथीहरू, यो ठाउँ चाहिँ रहेको छ एकदमै मजाको ठाउँ रहेको छ। यहाँनिर चाहिँ आज पौडी खेलिन्छ यो समुद्रको किनारमा। बहरेनको आश्री भन्ने ठाउँमा छ यो, एकदमै राम्रो छ। तपाईँहरू पनि आउनु होला, यता कतै हुनुहुन्छ भने एकदम राम्रो छ, पौडी खेल्नको लागि योग्य छ ठाउँ। पिकनिक स्पोट पनि गर्नलाई त्यो खालको बनाइएको छ। आउनु होला, भिजिट गर्नु होला। यही ठाउँ रहेको छ मेनको चाहिँ वेयरिङ बाथरुम यो हो। यहाँनिर चाहिँ यो चाहिँ मेनको, यो चाहिँ मेन बोइज लेखिरहेको छ मेनको। र यतापट्टि चाहिँ यो फिमेलको। अब चाहिँ स्विमिङ गरिन्छ होइन, के कस्तो हुन्छ स्विमिङ गरेपछि तपाईँहरूलाई अवश्य देखाउने छु कस्तो हुन्छ। होपफुली रमाइलो हुन्छ होला। आजको मौसम चाहिँ एकदमै हावा आइरहेको छ समुद्रको किनारमा। सदा चाहिँ अरू बेला चाहिँ गर्मी हुन्थ्यो, हपहपी गर्मी हुन्थ्यो, पसिना तपतप हुन्थ्यो। आज चाहिँ हावाले आएको भएर आज मौसमले पनि साथ दिएको छ, त्यही भएर पौडी खेल्नको लागि समय सबै कुरो मिलेको छ। के कस्तो इन्जोय हुन्छ है तपाईँहरूलाई म देखाउने छु। साथीहरू, यो चाहिँ म यहाँ लगभग समुद्रको बिचनिर आइपुगेको छु। देखिरहनु भएको छ यो समुद्रको बिच, समुद्रको किनार, पानीको छल्का। बवाल छैन त साथीहरू? बवाल छ नि साथीहरू। आउनुहोस् है, पानी चिसो छ। चिसो पानीमा पौडी खेल्नुको मजा नै बेग्लै हुन्छ साथीहरू। आउनुहोस् तपाईँहरू पनि, राम्रो छ बिच। अब अहिले पौडी खेल्छु। यहाँनिर पौडी खेल्नुको मजा नै बेग्लै आउँछ साथीहरू। अब धेरैजना आज बुधबार हो, बिहिबार, भोलि र पर्सि शुक्रबार मान्छे एकदमै साफा छ यो ठाउँमा। तपाईँहरू पनि आउनु होला है।
यदि बरेनमा हुनुहुन्छ भने यो आश्री भन्ने बिचमा आउनु होला एकदम राम्रो छ तपाईँको आएपछि रिग्रेट हुँदैन टुक्का आएछ सबैजना आउनु होला रमाइलो गर्नु होला बिच राम्रो छ बेलुन म चाहिँ एकचोटि पौडी खेलेर भर्खरै यहाँ आइपुगेँ अनि थोरै खाजाहरू पनि खानपिन भयो र अब चाहिँ फेरि पनि अर्को सेकेन्ड लट नुहाउनु लागिरहेछु तपाईँलाई अब म देखाउँछु अब चाहिँ देखाउँछु नुहाउँदै गरेको है बाहिर आउने क्रममा यहाँ नेपाली दाजुभाइहरूसँग भेट भएको छ है तपाईँहरूलाई म नेपाली दाजुभाइहरूसँग परिचय गराउँछु उहाँहरू कहाँ कहाँ हुनुहुन्छ र कुन कुन यहाँ के गर्नुहुन्छ बरेनमा म तपाईँलाई त्यो देखाउँछु है ल म यहाँनिर नेपाली दाजुभाइलाई जोड्छु यहाँहरू सबैजनालाई वेलकम छ है साथीहरू फेरि दाजुभाइहरू यहाँ हुनुहुन्छ नेपाली दाजुभाइहरू भेट भएको छ यो समुद्रको बिचमा म उहाँहरूसँग परिचय गर्छु सरहरू यहाँ सबैजनालाई फेरि पनि नमस्कार वेलकम चाहिँ सेवार हो हजुरहरू आज आउनु भएको छ यहाँनिर भिडियो गर्ने क्रममा मेरो चाहिँ माइकमा थोरै प्रब्लम आएर मैले रेकर्ड गरेको भिडियोहरूमा साउन्ड आएन म उहाँहरूसँग के भनिरहेको थिएँ भने उहाँहरूको परिचय सोधिरहेको थिएँ त्यसपछि उहाँहरूको नेपाल घर कहाँ भन्ने प्रश्न गरिरहेको थिएँ त्यतिखेर उहाँहरूले भन्नुभयो उहाँ टी सर्ट लाउने साथी हुनुहुन्थ्यो हाम्रो यता मधुमल्लाको अनि अर्को एकजना छेउको साथी हुनुहुन्थ्यो दाङको यतापट्टि हाम्रो एकजना साथी हुनुहुन्थ्यो खोटाङतिरको अनि यहाँ बसिराख्ने एकजना हाम्रो साथी हुनुहुन्थ्यो उहाँ चाहिँ 5 स्तरको र मेरो पछाडि हुने चाहिँ ताप्लेजुङ हुनुहुन्थ्यो यही कुराहरू भयो अनि विदेशमा कति भयो आउनुभएको भन्ने कुराहरू भयो र त्यसपछि आज छुट्यो यहाँहरूको भन्ने मैले प्रश्न गर्दाखेरि उहाँले भन्नुभयो हामी त ड्युटी सकेर आएको सधैँ हामी यहाँनिर गर्मी भयो भने हामी पौडी खेल्न आइरहन्छौँ भन्नुभयो अनि धेरै नेपालीहरू आउनुहुन्छ यहाँनिर पौडी खेल्नुहुन्छ भेटघाट हुन्छ भन्नुभयो यसरी भेट्दा मलाई पनि धेरै खुसी लाग्यो दुःखको कुरा त्यही हो मेरो माइकको थोरै प्रब्लम भएर चाहिँ भोइस रेकर्ड हुन पाएन यहाँहरूमा म क्षमा याचना चाहन्छु त्यही हो उहाँहरूसँग परिचय भयो होइन कुराकानी भयो सबै समग्रमा छोटकरीमा केही कुराहरू सोध्ने मौका पाएँ र उहाँहरू पनि अब पौडी खेलेर स्विमिङ गरेर अब गइहाल्ने भन्ने कुरो गर्नुभयो त्यही कुरा भयो जस भेटेर खुसी लाग्यो भोइस त उहाँहरूको सुनाउन पाइनँ त्यही पनि जस्तो रमाइलो भयो दाजुभाइसँग कुराकानी गरिसकेर म फेरि शरीर अलिक तातो हो अब यहाँ पौडी खेल्न लागिरहेछु है साथीहरू We're chasing stars, we're breaking rules. Our hearts are loud, we're no fools. Every moment we're in control. This is our time, this is our gold. Living now, living loud. Don't let the moment slip away somehow. We're here, we're free, we're strong. Living now and move along. The night is पानीसित चाहिँ मौसम बेलुका बेलुका आउनुपर्छ जस्तो भएर नहुने साथीभाइहरू बेलुका 7 बजेदेखि 7 बजे सरी 4 बजेभन्दा पछाडि आउनुहोस् रमाइलो चिसोको मौसम म चाहिँ आज मेरो कामलाई सारेर आएको छु सोच्नुलाई र अब लगनको यहाँ पौडी खेल्ने कार्यक्रम सकिसकेको छ धेरै खेल्यो भने आँखा दुख्दै अहिले नाकमा पानी पसेको है अब यहाँबाट बल्दा तर एकचोटि फेरि पौडी जाउँ भनेर रहनुहोस् हिँड्दै गर्नुहोस् साथीहरू सक्यो है अब सक्यो अब जीवनमा पौडी खेल्न सकिन्न पानी नुनिलो छ नाक आँखा खोलेर हैरान भयो
साथीहरू अब पौडी खेल्ने कार्यक्रम सबै सकिसक्यो है तपाईँहरू देख्नुहुन्छ अहिलेको मौसम यहाँ बरेनको बेलुकाको 6:12 भयो है यहाँको सनसेट एकदमै राम्रो छ इन्टर लाग्छ है अहिलेको मौसम एकदमै सुन्दर एकदमै गर्मी पनि छैन हावा चलिरहेको छ तपाईँहरू पनि यताको बरेको हुनुहुन्छ भने हेर्नुहोस् बरेको यो आश्री भन्ने एकदमै राम्रो छ बिच त्यतिकै आउँला पनि बगाल छ सबैजना आउनु होला भन्दै यो भिडियोबाट अब बिदा हुन चाहन्छु फेरि अर्को भिडियो भन्दै होला कहाँ जान्छु कस्तो ठाउँमा जान्छु त्यहाँको सबै डिटेलहरू तपाईँको देखाउने नै छु अवश्य पनि मेरो भिडियो के कस्तो भयो तपाईँहरूलाई यदि मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला फेरि भेटौँ होला अर्को भिडियोमा हजुरहरू स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् बाई